निश्चलजीको फिल्मै बहिष्कार गर्ने होइन अझ आधिकारिक त स्वस्तिमाजीबाटै होला के छ यस विषयमा यो चाहिँ स्वस्तिमा भन्दा पनि हामीले टिमबाट के बोल्नुपर्छ जस्तो लाग्छ भनेदेखि यो सबैभन्दा सुरुमा त मलाई हाँस के उठ्यो भनेदेखि लाली बजारलाई लिएर निश्चल बस्नेतलाई जोड्नु एकदमै उपयुक्त होइन सबभन्दा किनभने लाली बजार सर्टकोट आर्ट्सको फिल्म हो। सर्टकोट आर्ट्सले चाहिँ जात्रा महाजात्रा महापुरुष जस्तो सिनेमा होइन टलकदङ भर्सेस टुल्के बनाएको छ र लाली बजारमा साँच्चीकै निश्चल केही पनि होइन नि त। तर निश्चललाई लिएर ऊ गरेको खण्डमा चाहिँ मलाई चाहिँ त्यस्तो ठुलो कुरा लाग्दैन। मान्छेहरूको अब चित्त दुखाइ होला केही कुरालाई लिएर, त्यो स्वाभाविक पोख्न पाउने ऊ हो। तर अब त्यही कुरा चाहिँ व्यक्तिगत रूपमा पारिवारिक रूपमा गयो भने त फेरि कानुनी उपचार पनि होला, उहाँले पनि गर्नुपर्ने होइन, त्यस्तो पनि होला। तर यो विषयमा लाली बजारलाई लिएर निश्चल बस्नेतलाई जोड्नुको कुनै पनि तुक छैन, किनभने यो सर्टकोट आर्ट्स र हामी तिनजनाले बनाएको सिनेमा हो र हाम्रो सिनेमाको हिस्ट्री हेर्दाखेरि होइन जहिले पनि हामीले दर्शकलाई जहिले पनि सुन्दर सिनेमाहरू र उहाँहरूको मन जित्ने सिनेमाहरू दिएको हिसाबले हामीलाई जोडेर केही कुरा गर्नुभयो भए हामी एकदम हुन्थ्यो। तर यो त बेतुकको कुरा ल्याएर जोडेर यसको त कुरा गर्नु जरुरी छैन। त्यो पनि फेरि अहिले कस्तो पनि भयो भन्दाखेरि अर्को अलिकति फन्नी कुरा चाहिँ तपाईँको जुनै पनि एक्टरको फिल्म रिलिज होला छ सबैलाई बहिष्कार भइरहेको छ। किन बहिष्कार भन्दाखेरि तपाईँको यो आफै नेपाल तपाईँको दुई ठाउँमा विभाजन भयो जस्तो भयो कि एकजनाको कसैले केही कुरा गर्दाखेरि अर्कोबाट बहिष्कार भने अर्को कुरा गर्दा अर्कोको बहिष्कार भने तपाईँले अब लाइनअपै हेर्नुभयो भने सबैको फिल्म बहिष्कार भनिराख्नु भएको छ। त्यो त्यस्तो पनि नहोला, त्यसलाई राजनीतिकरण गर्नु जरुरी छैन सबै कुरामा जस्तो लाग्छ। आगामी दिनमा चाहिँ अब यो ब्यानरले चाहिँ अब इभन स्वस्तिमाजीले पनि अरू कुनै ब्यानरसँग काम गर्दाखेरि चाहिँ यस्तो खालको सब्जेक्ट सेन्सिटिभ भयो नि त, एउटा आवाज त उठ्यो नि त कतिबाट होइन। अब गर्ने कि नगर्ने? डेफिनेटली गर्ने, किन नगर्ने, बनाउने कि नबनाउने सर्टकोट आर्ट्सले? यस्तो छ हामीहरूले यो विषय जुन